पुर्याउनुहोस् येशू ख्रीष्टले हाम्रो पाप र हाम्रो अधर्म हामीले पाउनुपर्ने दण्डको हरेक कुराहरू त कल्भरी क्रुसमा रद्द तुल्याउनु भएको छ अनि हामी स्वतन्त्र भएका छौँ अबदेखि हामी कमरा छैनौँ हामी नो मोर स्लेभ्स हामी कुनै कुराको स्लेभ छैनौँ तर ख्रीष्टले तपाईँ र मलाई स्वतन्त्र बनाउनु भएको छ होली स्पिरिट बाइबलले भन्दछ हामी उहाँलाई अब्बा पिता भनी पुकार्ने आत्मा ख्रीष्टले तपाईँ र मलाई दिनुभएको छ पवित्र आत्मा त्यो आत्माले हामी उहाँलाई अब्बा पिता भनी पुकार्न सक्छौँ हाम्रो बुवा भनिकन हामी उहाँलाई सम्बोधन गर्न सक्छौँ बुवा भनिकन उहाँको अङ्गलोकमा जान सक्छौँ नजिक जान सक्छौँ र हामी अब नोकर भएका छैनौँ परमेश्वरदेखि धेरै टाढा छैनौँ प्रियहरू त्यो धाँधोलाई ख्रीष्ट येशूले परमेश्वरसँग पुग्न नसक्ने ती थोकलाई ख्रीष्ट येशूको बलिदानले रद्द तुल्याउने भएको छ तर बाइबलले भन्छ हामी त असीमित स्वर्गदूतको सिंहासन अगाडि आएका छौँ स्वर्गदूतहरूको अगाडि हामी आएका छौँ महापवित्र स्थान अगाडि हामी उभिएका छौँ कारण ख्रीष्टको रगतले उहाँको बलिदानले छुटकारा पाएका छौँ र त्यही भइकन हामी भन्दछौँ हामी अब निडरसँग भन्न सक्छौँ हामी कन्फिडेन्स साथ भन्न सक्छौँ तपाईँ मेरो बुवा हुनुहुन्छ तपाईँ मेरो अब्बा पिता हुनुहुन्छ तपाईँ मेरो परमेश्वर हुनुहुन्छ तपाईँ मेरो परमेश्वर मेरो मालिक हुनुहुन्छ तपाईँको नजिक मलाई राख्नुहोस् परमेश्वर तपाईँको छेउमा तपाईँको छेउमा तपाईँको नजिक अङ्गालो भित्र राख्नुहोस् मलाई बुवाले जस्तै मित्रले जस्तै तपाईँको नजिक अङ्गालो भित्र राख्नुहोस् मलाई Thank you, Holy Spirit. पुर्याउनुहोस् ख्रीष्टले तपाईँ र मलाई उहाँको पुत्र बनाउनु भयो हामी दास होइनौँ हामी नोकर होइनौँ तर उहाँको धर्मपुत्र हामी भएका छौँ होली स्पिरिट थ्याङ्क यू अरू कतै पनि मिल्दैन बिर्सन यो आत्माले तपाईँमा नै विश्राम पाउँछ अरू कतै पनि मिल्दैन तृष्णा यो मेरो प्राण तपाईँमा नै तिता हुन्छ फेरि पनि अरू कतै फेरि पनि अरू कतै पनि मिल्दैन बिर्सना यो आत्माले तपाईँमा नै विश्राम पाउँछ अरू कतै पनि मिल्दैन तृष्णा यो मेरो प्राण तपाईँमा नै तिता हुन्छ यसैले छेउमा तपाईँको छेउमा तपाईँको
अँगालो भित्र राख्नुहोस् मलाई भुवाले जस्तै मित्रले जस्तै तपाईको नजिक अँगालो भित्र राख्नुहोस् मलाई फेरि पनि घोषणा गर्दै अरू कतै पनि हुँदैन छोड्नेको यसो तपाईमा नै निको हुन्छ अरू कतै पनि मिल्दैन सन्तुष्टि यसो तपाईमा फेरि पनि घोषणा गर्दै अरू कतै पनि हुँदैन छोड्नेको यसो तपाईमा नै निको हुन्छ अरू कतै तपाईले मेरो चोटलाई तपाईले मेरो घाउलाई निको पार्ने ठाउँ चाहिँ येशू ख्रीष्टको उपस्थिति मात्रै हो छेउमा तपाईको छेउमा तपाईको नजिक अँगालो भित्र राख्नुहोस् मलाई भुवाले जस्तै मित्रले जस्तै तपाईको नजिक अँगालो भित्र राख्नुहोस् मलाई ख्रीष्ट तपाईको बलिदानको निम्ति हामी धन्यवाद चढाउँछौँ ख्रीष्ट तपाईको पवित्रताको लागि हामी धन्यवाद चढाउँछौँ जीवनको हरेक सङ्घर्षहरू तपाईलाई थाहा छ परमेश्वर थ्याङ्क यू होली स्पिरिट तपाईको नाम छैन सुन्दर नामहरू छ छैन ख्रीष्ट हामी तपाईको प्रेमदेखि हामी भड्किएका थियौँ हामी धेरै टाढा थियौँ तपाईको उपस्थितिदेखि ती बाधाहरू ती समस्याहरू थिए पापको कारणले ख्रीष्ट तपाईको सम्बन्धदेखि हामी टाढिएका थियौँ हाम्रो अपराधको कारणले हामी तपाईको अनुग्रहदेखि हामी वञ्चित भएका थियौँ तर ख्रीष्ट येशूको जिउँदो रगतले उहाँको बलिदानले थोमाको अनमोल रगतले हामी परमेश्वरका फर्किआएका छौँ प्रियहरू हामी परमेश्वरको घरमा आएका छौँ परमेश्वर हामी तपाईलाई धन्यवाद चढाउँछौँ हामी हराएका थियौँ संसारमा ओ परमेश्वर हाम्रो कुनै पनि पहिचान थिएन ओ हाम्रो संसारको पहिचान थियो तर हामीले आत्माको पहिचान हामीले घुमाएका थियौँ आत्मिकी पहिचान हामीले हराएका थियौँ स्पिरिचुअल हाम्रो आइडेन्टिटी हामीले हराएका थियौँ हाम्रो नागरिकतालाई हामीले घुमाएका थियौँ परमेश्वर
तर ख्रीष्ट येशूको कारण हामी फेरि पनि स्वर्गको नागरिक भएका छौँ हालेलुया ख्रीष्ट येशूको बलिदानको कारण हामी फेरि रिइन्ट्री भएका छौँ स्वर्गमा हाम्रो नामहरू दर्ता भएको छ त्यही भएर बाइबलले भन्छ हामी अनुग्रहको सिंहासन अगाडि आउँदछौँ ओ जहाँ हामीले कृपा मिल्दछ जहाँ हामीलाई ओ हाम्रो हरेक कृपाहरू मिल्दछ हाम्रो सन्तुष्टिहरू मिल्दछ प्रियहरू धन्यवाद येशू तपाईको जिउँदो बलिदानको लागि तपाईको कोर्राको चोटको लागि तपाईले खानुभएको कोर्राको चोटले हामी निको भयौँ हामी बरालीको भेडाहरू जस्तै थियौँ हामी कहाँ जाने त्यो कुरा हामीलाई थाहा थिएन तर परमेश्वर तपाईँ हाम्रो गोठालो हुनुभयो तपाईले हामीलाई डोराउनु भयो तपाईको धार्मिकताको मार्गमा हामीलाई डोराउनु भयो तपाईले हाम्रो वस्त्रलाई धुनुभयो धार्मिकताको वस्त्र हामीलाई पहिराइदिनु भयो परमेश्वर धन्यवाद पवित्र आत्मा धार्मिकताको वस्त्र मात्र होइन तर तपाईले हामीलाई अभिषेक गर्नुभयो परमेश्वर पवित्र आत्मा हामी भित्र तपाईले दिनुभयो हामीलाई कुनै अप्ठ्यारो कुनै परिस्थितिबाट हामीलाई बचाउन हामीलाई सुरक्षा गर्न जहिले पनि तपाईँ हाम्रो नजिक रहिराख्नु भयो त्यही भएर दाउदले भजन सङ्ग्रह 23 मा भन्छ परमप्रभु मेरो गोठालो हुनुहुन्छ मलाई कुनै कुराको अभाव हुँदैन उहाँले मलाई हरियो खड्कामा चढाउनु हुनेछ शान्त पानीको नजिक उहाँले मलाई डोराउनु हुनेछ शत्रुको सामुने उहाँले हाम्रो निम्ति भोज तयार पार्नु हुनेछ थ्याङ्क यू होली स्पिरिट Hallelujah. Thank you, Lord. Thank you, Holy Spirit. परम प्रभु मेरो गोठालो हो परम प्रभु मेरो गोठालो हो मलाई केहीको फेरि पनि परम प्रभु मेरो गोठालो हो परम प्रभु मेरो गोठालो हो परम प्रभु मेरो गोठालो उहाँले मेरो पाइलाहरूलाई चिप्लन दिनुहुन्न घोषणा गर्दै सबैले उहाँले मेरो पाइलाहरूलाई चिप्लन दिनुहुन्न सुक्सेको पानी डोर्याउनुहुन्छ सुक्सेको पानी डोर्याउनुहुन्छ परम प्रभु मेरो गोठालो हो परम प्रभु मेरो गोठालो हो उहाँले मेरो शिरलाई उहाँले मेरो शिरलाई तेलले अभिषेक गर्नुहुन्छ उहाँले
खाँचो छैन मलाई केहीको येशू मलाई केहीको खाँचो छैन मलाई केहीको येशू मलाई केहीको घोषणा गर्दै भन्नु प्रभुलाई मलाई केहीको खाँचो छैन परमेश्वर कारण तपाईँ मेरो गोठाल हुनुहुन्छ मलाई केही कुराको खाँचो छैन कारण तपाईँ मेरो मालिक हुनुहुन्छ केहीको खाँचो छैन मलाई केही कुराको खाँचो छैन येशू कारण तपाईले मलाई डोर्याउनुहुन्छ खाँचो छैन मलाई केहीको कारण तपाईँ मेरो गोठाल हुनुहुन्छ खाँचो छैन भनौँ न हामी घोषणा गर्दै मलाई केहीको खाँचो छैन येशू केहीको खाँचो छैन मलाई केहीको येशू कारण तपाईले मेरो निम्ति भोज तयार पार्नुहुन्छ खाँचो शत्रुदेखि म डराउने छैन परमेश्वर कुनै परिस्थितिदेखि म डराउने छैन कुनै समस्यादेखि म डराउने छैन कारण तपाईँ मेरो साथमा हुनुहुन्छ मलाई कुनै कुराको खाँचो छैन येशूवा खाँचो छैन मलाई केहीको खाँचो छैन मलाई केहीको खाँचो छैन येशू मलाई केहीको खाँचो छैन ताली बजाउँदै आउनुहोस् हामी परमेश्वरलाई उचाल्नेछौँ यो समय थ्याङ्क यू लर्ड प्रभु तपाईँलाई धन्यवाद चढाउँछौँ ओ हामी कुनै कुराको अभाव हुँदैन कारण तपाईँ हाम्रो साथमा हुनुहुन्छ उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुनेछ उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डराउनुहुनेछ मृत्युको अन्धकारमै घटी भएर जानु तापनि तापनि म कुनै खतरादेखि डराउने छैन किनकि तपाईँ मेरो साथमा हुनुहुनेछ तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिनेछ मेरो शत्रुहरूको सामने तपाईँले मेरो निम्ति होस तयार पार्नुहुनेछ तपाईँले मेरो शिरलाई तेलले अभिषेक गर्नुहुन्छ मेरो कचौरा भरिएर पोखिनेछ निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परम प्रभुको घरमा म सदा सर्वदा बास गर्नेछु सबैले भनेछौँ हालेलुया ओ प्रभु धन्यवाद हामी तपाईँको भवनमा हामी आउँछौँ थ्याङ्क यू होली स्पिरिट प्रभु महिमा हामी तपाईँको घरमा आएका छौँ थ्याङ्क यू लर्ड ताली बजाउँदै हाम्रो 1 मिनेट कुनै यसलाई चाहन्छौँ धन्यवाद प्रभु तपाईँको परमेश्वर महिमा तपाईँलाई होस् धन्यवाद मी आदर अनि भक्ति तपाईँलाई चढाउँछौँ थ्याङ्क यू धन्यवाद ख्रीष्ट तपाईँलाई महिमा होस् थ्याङ्क यू तपाईँको स्वतन्त्रको लागि हामीलाई बाँध्ने हरेक बन्धनहरू तपाईँले चुडाउनु भएको छ साङ्लोहरू चुडाउनु भएको छ कैदीहरूलाई झेलखानाबाट तपाईँले मुक्त गरिदिनु भएको छ हामी आत्मिकी कैदीहरू थियौँ परमेश्वर हामी आत्मिकी कैदीहरू हामी कैदी भएका थियौँ तर परमेश्वर तपाईँले हामीलाई स्वतन्त्र बनाउनु भयो नि त्यो झेलखानाबाट हामीलाई मुक्त गरिदिनु भएको छ धन्यवाद तपाईँको प्रेमको लागि धन्यवाद तपाईँ महिमा होस् धन्यवाद धन्यवाद येशू ख्रीष्टको नाउँमा आमेन हामी ताली बजाउनेछौँ